क्वेसन नम्बर 1 मानव अधिकार सम्बन्धमा विश्वको प्रथम दस्तावेज म्याग्ना कार्टामा कहिले हस्ताक्षर भयो? अप्सन ए 1215 जुन 15, अप्सन बी 1225 जुन 15, अप्सन सी 1215 जुन 25, अप्सन डी 1225 जुन 25। यसको सही उत्तर अप्सन ए 1225 जुन 15। बेलायती नागरिकहरूको स्वतन्त्रताको बडापत्र साथै मानव अधिकारको प्रथम लिखित दस्तावेज म्याग्ना कार्टा हो। म्याग्ना कार्टामा जम्मा 4922 शब्द रहेका छन्, जसमा धारा 63वटा रहेको छन् भने मूल प्रति सुरक्षित 4 प्रतिवटा छन्। म्याग्ना कार्टामा हस्ताक्षर गर्ने प्रथम राजा जोन द्वितीय हुन्। बेलायतको रनिमेटेमा म्याग्ना कार्टामा हस्ताक्षर भएको थियो सन् 1215 जुन 15। क्वेसन नम्बर 2 नेपालका हालसम्म सम्पन्न 15वटा आवधिक योजनाहरूमध्ये कुन विनियोजनको सबैभन्दा बढी प्रतिशत खर्च भएको योजना कुन हो? अप्सन ए 150, अप्सन बी 150, अप्सन सी 4थो, अप्सन डी 5औं। यसको सही उत्तर हो अप्सन ए 150 योजना। 150 वैदेशिक ऋण लिन कृषि गणनाको सुरुवात। 13 पञ्चवर्षीय योजना 15 वर्षभित्र राष्ट्रिय उत्पादनलाई दोब्बर गर्ने लक्ष्य। 4थो पञ्चवर्षीय योजना क्षेत्रगत विकासको अवधारणा सुरु। 5औं पञ्चवर्षीय योजना प्रादेशिक विकासको अवधारणा। क्वेसन नम्बर 3 दोलखामा अवस्थित नेपालको चर्चित हिमाल गौरीशङ्कर हिमालको उचाइ कति रहेको छ? अप्सन ए 7134 मिटर, अप्सन बी 7131 मिटर, अप्सन सी 7137 मिटर, अप्सन डी 7233 मिटर। यसको सही उत्तर हो अप्सन ए 7134 मिटर। नेपालको प्रमाणिक समय विक्रम सम्वत 2042 साल वैशाख 1 गतेबाट लागू 0 टाइम जोन 0 डिग्री GMT ±5 M 45 आवर्स। नेपालको समय ग्रिनविचको समयभन्दा 5 घण्टा 45 मिनेट चलाक रहेको छ। गौरीशङ्कर हिमाललाई काटेर गएको 86 डिग्री 15 मिनेट पूर्वी देशान्तरलाई आधार मानिएको दोलखा जिल्लामा पर्दछ। गौरीशङ्कर हिमालको उचाइ 7134 मिटर रहेको छ। रोलवालिङ हिम श्रृङ्खलामा पर्ने यो हिमाललाई पाथिभरा हिमालको उपनामले समेत चिनिन्छ। क्वेसन नम्बर 4 डङ्गु प्रथा विशेषतः कुन जाति विशेषसँग सम्बन्धित छ? अप्सन ए सतार, अप्सन बी राजवंशी, अप्सन सी चेपाङ, अप्सन डी थारू। यसको सही उत्तर अप्सन बी राजवंशीसँग सम्बन्धित छ। पूर्वी नेपालका राजवंशी जातिमा प्रचलित लोग्ने पितेकी विधवा नारीले नाता नपर्ने परपुरुषलाई लोग्ने जस्तै बनाएर राख्ने प्रथा नै डङ्गुवा प्रथा हो। क्वेसन नम्बर 5 कालीगण्डकी ए जलविद्युत आयोजना कुन मुलुकको आर्थिक सहयोगमा निर्माण भएको हो? अप्सन ए बेलायत, अप्सन बी जापान, अप्सन सी भारत, अप्सन डी अमेरिका। यसको सही उत्तर अप्सन बी जापान। नयाँ बस पार्क बालाजु, कर्णाली पुल, बागमती पुल, मलेखु पुल, महाराजगञ्ज टिचिङ अस्पताल, त्रिभुवन राष्ट्रिय विमानस्थल आधुनिकीकरण सहयोग समेत जापानले गरेको हो। क्वेसन नम्बर 5 एक गाउँ एक उत्पादन कार्यक्रम OVOP हाल नेपालका कति जिल्लामा सञ्चालित छ? अप्सन ए 22 जिल्ला, अप्सन बी 32 जिल्ला, अप्सन सी 42 जिल्ला, अप्सन डी 52 जिल्ला। यसको सही उत्तर अप्सन सी 42 जिल्लामा सञ्चालित छ।
ओभिओपी कृषिसँग सम्बन्धित छ। एक गाउँ एक उत्पादन कार्यक्रमको सुरुवात 1980मा जापानबाट भएको थियो। नेपालमा दोलखा लोत्ता खेतीबाट सुरु भएको हो। नेपालमा सर्वप्रथम 2063-64 बजेटबाट सुरु भएको हो। क्वेसन नम्बर 6, अन्तर्राष्ट्रिय ओजन तह संरक्षण दिवस कहिले मनाउने गरिन्छ? अप्सन ए सेप्टेम्बर 12, अप्सन बी सेप्टेम्बर 14, अप्सन सी सेप्टेम्बर 16, अप्सन डी सेप्टेम्बर 18। यसको सही उत्तर अप्सन सी सेप्टेम्बर 16 गते मनाउने गरिन्छ। सन् 2025 को नारा फ्रम साइन्स टु ग्लोबल एक्सन रहेको छ। सन् 1987 सेप्टेम्बर 16मा क्यानाडाको मोन्ट्रियलमा ओजन तह संरक्षण गर्ने मोन्ट्रियल प्रोटोकलमा हस्ताक्षर भएको दिनको सम्झनामा मनाइएको, तर मोन्ट्रियल प्रोटोकल सन् 1988 जनवरी 1 मा लागू भएको हो। क्वेसन नम्बर 7, सिकलेस एनिमिया नामक रोग कुन समुदायमा मात्र प्रचलित रहेको छ? अप्सन ए लेप्चा, अप्सन बी माझी, अप्सन सी थारू, अप्सन डी शेर्पा। यसको सही उत्तर अप्सन सी थारू जातिमा प्रचलित रहेको छ। मलेरिया विभिन्न प्रजातिका हुन्छन्। त्यसमध्येको एक प्लाज्मोडियम फ्यालिसिफेरम एउटा प्रजातिको मलेरिया हो। यो कडा किसिमको हुन्छ। प्लाज्मोडियम फ्यालिसिफेरम मलेरिया प्रचुर मात्रामा हुने ठाउँमा सिकल सेल एनिमिया देखिन्छ। यो खानपानको कारणले हुँदैन, यो पूर्णतया वंशाणुगत हो। यो रोगमा यदि बुबा आमालाई सिकल सेल छैन भने तिनका छोरीछोरीमा सिकल सेल कुनै हालतमा पनि हुँदैन, तर यदि दुवैमा छ भने उनीहरूबाट जन्मिने बालबालिकामा पनि देखा पर्ने गर्दछ। क्वेसन नम्बर 8, विक्रम सम्वत 2082 सालमा पहिलो पटक एक दिवस कहिले मनाइएको छ? अप्सन ए वैशाख 3, अप्सन बी वैशाख 5, अप्सन सी वैशाख 7, अप्सन डी वैशाख 9। यसको सही उत्तर हो अप्सन सी वैशाख 7 गते मनाइएको छ। सरकारले प्रत्येक वर्ष वैशाख 7 गते राष्ट्रिय योग दिवसका रूपमा मनाउने घोषणा। मूल नारा एक चौरी प्रवर्धन, हिमाली जीवन, संस्कृति र पर्यावरणको संरक्षण रहेको छ। एक दिवस मनाउने निर्णय 2081 असोजमा गरेको थियो। एकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 ले संरक्षित वन्यजन्तुको सूचीमा उल्लेख गरेको हो। क्वेसन नम्बर 9, एसिया र युरोपको सिमाना छुट्याउने पर्वतमाला कुन हो? अप्सन ए काकेसस, अप्सन बी युराल, अप्सन सी अल्पास, अप्सन सी अलास्का। यसको सही उत्तर अप्सन बी युराल। युराल पर्वतमाला रुस र काजाकिस्तान, एसिया र युरोपको सीमामा रहेको छ। यो पर्वतमालाको अग्लो हिमाल रुसको नरोदानाया पर्वत हो। क्वेसन नम्बर 10, राष्ट्रिय जनगणना 2078 अनुसार सबैभन्दा कम जनसङ्ख्याले बोल्ने भाषा कुन हो? अप्सन ए नुराङ, अप्सन बी कुसुन्डा, अप्सन सी बनकरिया, अप्सन डी राउटे। यसको सही उत्तर अप्सन बी कुसुन्डा। कम जनसङ्ख्याले बोल्ने भाषा कुसुन्डा 23 जनाले मात्र बोल्दछन् भने कम जनसङ्ख्या भएको जाति भने नुराङ 36 जना जनसङ्ख्या रहेको छ। क्वेसन नम्बर 11, हिमाली जिल्ला स्तर उन्नति हुने सबैभन्दा पछिल्लो कान्छो हिमाली जिल्ला कुन हो? अप्सन ए म्याग्दी, अप्सन बी रुकुम पूर्व, अप्सन सी गोर्खा, अप्सन डी धादिङ। यसको सही उत्तर अप्सन ए म्याग्दी जिल्ला रहेको छ। रामेछाप, धादिङ, गोर्खा, पूर्वी रुकुम 2074 भदौ
2025मा पहाडबाट हिमालमा स्तर उन्नति भएका जिल्लाहरू हुन्। स्मरण होस्, म्याग्दी भने 2075 फागुन 19मा स्तर उन्नति भएको पछिल्लो हिमाली जिल्ला हो। क्वेसन नम्बर 12, नेपालमा नगरपालिका मात्र भएका जिल्लाको सङ्ख्या कति रहेको छ? अप्सन ए 4 वटा, अप्सन बी 3 वटा, अप्सन सी 2 वटा, अप्सन डी 5 वटा। यसको सही उत्तर अप्सन सी 2 वटा। नेपालमा नगरपालिका मात्र भएका जिल्ला 2 वटा काठमाडौँ र भक्तपुर रहेका छन् भने गाउँपालिका मात्र भएका जिल्ला 5 वटा मनाङ, मुस्ताङ, पूर्वी रुकुम, रसुवा, हुम्ला रहेका छन्। नम्बर 1, सरकारले राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका 2082 कहिले स्वीकृत गरेको हो? अप्सन ए 2082 पौष 1, अप्सन बी 2082 पौष 2, अप्सन सी 2082 पौष 3, अप्सन डी 2082 पौष 4। यसको सही उत्तर हो अप्सन सी 2082 पौष 3मा स्वीकृत गरेको हो। सरकारले राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका 2082 विक्रम सम्वत 2082 पौष 3 गते स्वीकृत गरेको हो। यसअघि सञ्चालनमा रहेको प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका 2075 यसले खारेज गरेको छ। मन्त्रालयले पौष 3 गते त्रिस्तरीय निर्णयबाट नयाँ निर्देशिका स्वीकृत गरी सबै स्थानीय तहलाई कार्यान्वयनका लागि पठाइएको। क्वेसन नम्बर 2, जलपन्छी गणना 2082 कहिलेदेखि सुरु भएको हो? अप्सन ए 2082 पौष 13, अप्सन बी 2082 पौष 15, अप्सन सी 2082 पौष 17, अप्सन डी 2082 पौष 19। यसको सही उत्तर हो अप्सन डी 2082 पौष 19बाट सुरु भएको हो। जलपन्छी गणना 2082 विक्रम सम्वत 2082 पौष 29 गते कञ्चनपुरमा सुरु भएको हो भने विक्रम सम्वत 2082 माघ 4 गते सकिएको। यो गणना हरेक वर्षको जनवरीको पहिलो शनिबारदेखि सुरु हुन्छ। यसको उद्देश्य सिमसार क्षेत्रमा आश्रित रहिथाने तथा आगन्तुक जलपन्छीहरूको अवस्था र सङ्ख्या अभिलेख गर्ने उद्देश्य रहेको छ। नेपाल पन्छी संरक्षण सङ्घ BCN को समन्वय तथा शुक्लाफाँट राष्ट्रिय निकुञ्जको अगुवाईमा यो गणना सञ्चालन गरिएको छ। क्वेसन नम्बर 3, नेपालमा सुनकोशी नामक गाउँपालिका कतिवटा रहेका छन्? अप्सन ए 1 वटा, अप्सन बी 2 वटा, अप्सन सी 3 वटा, अप्सन डी 4 वटा। यसको सही उत्तर हो अप्सन सी 3 वटा रहेका छन्। नेपालमा सुनकोशी नामक गाउँपालिका 3 वटा रहेका छन्, जुन ओखलढुङ्गा, सिन्धुली र सिन्धुपाल्चोक जिल्लामा पर्दछन् भने त्यसै गरी लिखु नाम गरेका गाउँपालिका 4 वटा लिखु पिके सोलुखुम्बु, लिखु ओखलढुङ्गा, लिखु तामाकोशी, रामेछाप, लिखु नुवाकोट रहेका छन्। क्वेसन नम्बर 4, एसियाको सबैभन्दा कान्छो राष्ट्र पूर्वी टिमोर आसियानको 11औं सदस्य राष्ट्र कहिले बनेको हो? अप्सन ए 2025 अक्टोबर 22, अप्सन बी 2025 अक्टोबर 24, अप्सन सी 2025 अक्टोबर 26, अप्सन डी 2025 अक्टोबर 28। यसको सही उत्तर अप्सन सी 2025 अक्टोबर 26मा बनेको हो। टिमोर लेस्टे पनि भनिने पूर्वी टिमोर आसियानको 47औं शिखर सम्मेलनबाट 11औं सदस्य बनेको। पूर्वी टिमोर सन् 2002 मे 20मा इन्डोनेसियाको अधीनबाट स्वतन्त्र राष्ट्र बन्न सफल भएको हो।
आसियानको 47औं शिखर सम्मेलन सन् 2025 अक्टोबर 26देखि 28मा मलेसियाको क्वालालम्पुरमा सम्पन्न भएको सम्मेलनको नारा समावेशिता र दिगोपन रहेको थियो भने आसियानको 10औं सदस्य राष्ट्र कम्बोडिया सन् 1999मा भएको थियो। क्वेसन नम्बर 5, विश्वको सबैभन्दा ठुलो लामखुट्टे कारखाना कहाँ खुलेको छ? अप्सन ए ब्राजिल, अप्सन बी बराइन, अप्सन सी बुल्गेरिया, अप्सन डी बेल्जियम। यसको सही उत्तर हो अप्सन ए ब्राजिलमा स्थापना भएको छ। विश्वकै सबैभन्दा ठुलो लामखुट्टे कारखाना ब्राजिल 2025मा खुलेको छ। कारखानामा एडिस एजिप्टाई लामखुट्टेलाई बोल्बाचिया ब्याक्टेरियाबाट सङ्क्रमित गराइन्छ, जसले डेङ्गु भाइरसको विकास रोक्छ र फैलिन दिँदैन। ब्राजिल सन् 2024मा सबैभन्दा खराब डेङ्गु प्रकोपबाट प्रभावित बनेपछि यो योजना ल्याइएको थियो। क्वेसन नम्बर 6, अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस कहिले मनाइन्छ? अप्सन ए डिसेम्बर 3, अप्सन बी डिसेम्बर 5, अप्सन सी डिसेम्बर 7, अप्सन डी डिसेम्बर 9। यसको सही उत्तर हो अप्सन बी डिसेम्बर 5मा मनाइन्छ प्रत्येक वर्ष। अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस प्रत्येक वर्ष डिसेम्बर 5मा मनाइन्छ। सन् 2025को नारा एभ्री कन्ट्रिब्युसन म्याटर्स, हरेक योगदान महत्त्वपूर्ण हुन्छ, यसको नारा रहेको छ भने स्वयंसेवकको योगदानलाई सम्मान गर्ने र सेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा प्रवर्धन गर्ने उद्देश्यका साथ यो दिवस सन् 1985 देखि मनाउन थालिएको हो। क्वेसन नम्बर 7, विश्व भोकमरी सूचाङ्क ग्लोबल हङ्गर इन्डेक्स GHI 2025मा नेपाल कतिऔं स्थानमा रहेको छ? अप्सन ए 72औं, अप्सन बी 74, अप्सन सी 76, अप्सन डी 77। यसको सही उत्तर हो अप्सन ए 72औं स्थानमा रहेको छ। विश्व भोकमरी सूचाङ्क ग्लोबल हङ्गर इन्डेक्स GHI 2025मा नेपाल 72औं स्थानमा रहेको छ। नेपाल सन् 2024मा 123 राष्ट्रमध्ये 68औं स्थानमा थियो भने यसपालि 4 स्थान खस्किएर 72औं स्थानमा झरेको। क्वेसन नम्बर 8, मुगु जिल्लामा अवस्थित कोइकी हिमाल 6169 मिटर पहिलो पटक सफल आरोहण कहिले गरिएको हो? अप्सन ए 2082 कार्तिक 3, अप्सन बी 2082 कार्तिक 5, अप्सन सी 2082 कार्तिक 7, अप्सन डी 2082 कार्तिक 9। यसको सही उत्तर हो अप्सन ए 2082 कार्तिक 3मा सफल आरोहण। मुगु जिल्लामा अवस्थित काइकी हिमाल 6169 मिटर अग्लो पहिलो पटक सफल आरोहण विक्रम सम्वत 2082 कार्तिक 3मा गरिएको हो। 4 जना अस्ट्रियन र 1 जना जर्मन गरी 5 जनाको टोलीले पहिलो पटक काइकी हिमाल आरोहण सफलताका साथ सम्पन्न गरेका थिए। क्वेसन नम्बर 9, 19औं संस्करणको चितवन हात्ती तथा पर्यटन महोत्सव 2082मा हात्ती सुन्दरीको उपाधि जित्ने हात्ती कुन हो? अप्सन ए पवनकली, अप्सन बी रुद्रकली, अप्सन सी रामकली, अप्सन डी पुनमकली। यसको सही उत्तर अप्सन डी पुनमकली। 19औं संस्करणको चितवन हात्ती तथा पर्यटन महोत्सव 2082मा हात्ती सुन्दरीको उपाधि जित्ने हात्ती पुनमकली हो। पुनमकलीले कुल 300 पूर्णाङ्कमा 250 अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेकी। अन्तिम दिनमा हात्तीको पिकनिक, हात्तीको पूजा र हात्ती फुटबलको फाइनल प्रतिस्पर्धासँगै
महोत्सवलाई समापन गरिएको थियो। क्वेसन नम्बर 10 गाईको दुध दही गोबर नछुने जाति कुन हो? अप्सन ए बान्तर, अप्सन बी झागड, अप्सन सी कुसुन्डा, अप्सन डी चिडिमार। यसको सही उत्तर हो अप्सन सी कुसुन्डा जातिले गाईको दुध दही गोबर नछुने जाति कुसुन्डा, आफ्नो जातिभन्दा बाहिरको केटी विवाह गरेमा आर्थिक जरिवाना गर्ने जाति चिडिमार हो भने विवाह संस्करणमा दुलहा दुलहीको रगत चखाएर विवाह गर्ने चलन बातरको रहेको छ। विवाहमा पाल्की बोक्ने भने झागडको रहेको छ चलन। क्वेसन नम्बर 11 राष्ट्रिय युवा सेवा कोषले 2082 को अरनिको युवा क्लब पुरस्कार कसलाई प्रदान गर्यो? अप्सन ए सुरेम देसार, अप्सन बी सुरेन देसार, अप्सन सी सुरेन्द्र देसार, अप्सन डी सुरेश देसार। यसको सही उत्तर हो अप्सन ए सुरेम देसारलाई। राष्ट्रिय युवा सेवा कोषले 2082 को अरनिको युवा कला पुरस्कार सुरेम देसारलाई प्रदान गर्यो। ललितपुर जिल्ला चापागाउँका देसार 2 दशकभन्दा बढी समयदेखि नेपाली आधुनिक चित्रकला क्रममा सक्रिय हुनुहुन्छ। त्यस्तै कोषले नारायण गोपाल युवा सङ्गीत पुरस्कार गायिका रीता केसीलाई प्रदान गरेको थियो।